ज्योतिषी र कलाकार दुवै भूमिका कसरी निभाउँछन् हरिहर? आज हामी हरिहरका कुरा गर्नेछौँ। उनी ज्योतिषी पनि हुन्, कलाकार पनि हुन्। अब उनले यो दुईटा भूमिका कसरी निभाउँछन् त? दुईटा भूमिका यसरी बाँधिएका छन्। यो तपाईँ हेर्नुहोस्, यो बाँधिएका भूमिका हुन्। अब यो भूमिकाबाट ठ्याक्कै तल जाँदा यो भूमिका चाहिँ कसरी निभाउँछन्? एकातिर कलाकारको भूमिका छ, अर्कोतिर ज्योतिषी। उनले गर्नुपर्ने दुईटै छ। अब त्यो दुईटै भूमिका उनले कसरी निभाउलान्? यो प्रश्न पनि एकपल्ट जनमानसमा फैलिएको थियो। अब यो प्रश्न कसरी सोलुसन गरिरहेका छन् त? यसका बारेमा जान्ने प्रयास गर्नेछौँ। हामीले यसका बारेमा खोतल्ने प्रयास गरेका छौँ। आज हामी यो बारेमा चर्चा गरौँ। सिनेकर्मीमाझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषीय सल्लाह लिने गर्छ। उनको पहिलो चर्चा लामो समयदेखि नेपाली अभिनेता राजेश हमालले कहिले बिहे गर्लान् भन्ने प्रश्नको भविष्यवाणीले दिलायो। उनले विवाहको मुडमा रहेका हमाललाई 2 वर्षपछि विवाह गरे राम्रै हुने सल्लाह दिए। त्यसैले उनलाई पहिलो चर्चा दिलायो हमालको बिहे 2 वर्ष सार्ने ज्योतिषी भनेर। उनी आम ज्योतिषी भन्दा फरक छन्। चट्ट हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ, तर उनको पेसा ज्योतिषी हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिषी पेसाबाट सिनेकर्ममा होमिएका छन्। उनी शुभ लभ नामक सिनेमाबाट नायकका रूपमा डेब्यू गरेका थिए। सिनेमा प्रचारको रस्साकस्साका बीचमा हामीले उनीसँग उनको ज्योतिषी कर्म र सिनेमा डेब्यूको बारेमा कुरा गऱ्यौँ। ज्योतिषी भएकाले पहिलो स्वाभाविक प्रश्न थियो, सिनेमा चल्छ ज्योतिषले विज्ञान मान्ने? उनले यस्तो जवाफ दिए, यति हुन्छ भन्ने एउटा भविष्यवाणी हुन्छ, अर्को चाहिँ यो गर्दा राम्रो, यो गर्दा नराम्रो भन्ने हुन्छ। मैले आजसम्म यही हुन्छ भनेर होइन, यस्तो गरे राम्रो भनेर हेर्छु। मैले आफ्नो कुण्डली हेर्दा शुक्र ग्रह राम्रो देखेँ, त्यसैले गर्दा राम्रो भनेर गरेँ। रिलिज डेट पनि त्यो बेला आयो। ज्योतिषी शास्त्रले भने त्यही भयो, जे ज्योतिषीले भने त्यो नै उनले गरे। त्यो कुरा आजसम्म मिलेको छ। मिलेन भने अर्को रिसर्च निस्कन्छ। म रिसर्चर पनि हो। उनको भनाइ उनको शुक्र ग्रह अहिले बलियो छ र यो ग्रह बलियो हुनु कला कर्मका लागि राम्रो हो। उनका सिनेमा कस्तो होला त्यो केही दिनको व्यापारिक रुझानले स्पष्ट पार्ला। उनी 10 जोड 2 मा विज्ञान पढेका मान्छे, तर त्यसपछि विदेश जाने तयारीमा रहेका उनी एउटा घटनाले यता मोडिए। उनकी आमालाई यस्ता कुरामा विश्वास, छोरो विदेश जाने भएपछि चिना लिएर उनकी आमालाई उनलाई एक ज्योतिषीकोमा लगिन्। हेराउने क्रममा विज्ञानका विद्यार्थी हरिहरले ती ज्योतिषीसँग तर्क गरे। मान्छे कर्मले बन्छ, भाग्यले होइन। ती ज्योतिषीले जवाफ फर्काए, तिमीले ज्योतिष केही पढेका छैनौ, त्यसैले केही जान्दैनौ। यो भनेको ठुलो विज्ञान हो। नपत्या एकपटक पढेर हेर। उनी त्यसपछि बाग बजारमा एउटा ज्योतिषी पढाउने ठाउँमा गए र 2 महिना पढे। पढेपछि उनलाई हो क्या हो भयो। भोलि कति बेला सूर्य उदाउँछ आजै भनिदिन्छन्। हिसाब किताब सब ठिक छ, हिसाब नै प्रयोग हुन्छ। अनि एउटा रिसर्च गर्नुपर्छ लागेर शनि र मङ्गलको रिसर्च गरे। त्यसमा मैले सामूहिक मृत्यु किन हुन्छ भनेर उनले सम्झिए, त्यो पनि मिल्यो। त्यसपछि कता कता राजेश दाई राजेश हमालसँग जोडिन पुगे। त्यसपछि मिडियामा चर्चा बढेको। मैले त्यो बेला भर्खर खुलेको नेसनल टिभीमा एउटा सो सुरु गरेको थिएँ। मैले गेस्ट ल्याएर चिना हेर्ने कार्यक्रम बनाउने निर्णय गरेँ। त्यसमा मैले राजेश हमाललाई ल्याउने सोचेँ। सिधै उहाँकोमा गएर कुरा गरेँ। उहाँले 1-2 वटा प्रश्नहरू गर्नुभयो, मैले उत्तर दिएँ। उहाँ आउन राजी हुनुभयो। उनले भने सोमा उनले हमाललाई तत्काल विवाह नगर्न सुझाए। हमाल उनीबाट प्रभावित भए। साँझ घरमा डिनर गर्न बोलाए। म गएँ, त्यहाँ दाइको चिना हेरेँ। घरमा साँच्चीकै विवाहको कुरा चलिरहेको रहेछ। मैले 2 वर्ष सार्न सुझाव दिएँ। त्यसपछि राजेश हमालले 2 वर्ष सारे। विवाह भन्ने समाचारहरू आए। त्यहाँबाट मानिसहरूले चिन्न थाल्नुभयो। त्यसरी मेरो स्टेप अप भयो। ज्योतिषी पेसामा आफ्नो पहिलो चर्चा सम्झँदै हरिहर बताइरहेका हुन्छन्।